नमस्कार साथीहरू, पछिल्लो केही दिनहरूमा शेयर बजार एकदमै निरन्तर रूपमा घट्दै गइरहेको छ र यसरी शेयर बजार किन घटिरहेको छ भन्ने शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरूका लागि पनि निकै चासो रहेको हुन्छ। र आजको भिडियोमा हामीले केही शेयर बजार सम्बन्धी विज्ञ दक्ष व्यक्तिहरूले बताएको अनुभवको आधारमा हामीले अहिले शेयर बजार किन घटिरहेको छ भन्ने बारेमा चाहिँ आजको यो भिडियोमा कुराकानी गर्नेछौँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नुहोला र यस्तै जानकारीको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँगै जोडिन नबिर्सनुहोला। साथै कहाँदेखि भिडियो हेर्दै हुनुहुन्छ कृपया एउटा कमेन्ट चाहिँ जरुर पनि गर्नुहोला भन्दै आउनुहोस् अब भिडियोको सुरुवात गरौँ। साथीहरू, शेयर बजार लगातार घटेको चाहिँ सोमबारसम्म आइपुग्दाखेरि 6 कारोबारको दिनमा चाहिँ लगातार शेयर बजार घटेको छ र गएको फागुन 19 गतेदेखि घट्न थालेको शेयर बजार साताको दोस्रो दिन सोमबार पनि चाहिँ घट्ने क्रममा ब्रेक लागेन अथवा घटि नै रह्यो। सोमबार शेयर बजारको कारोबार मापक सूचक 20.68 अङ्कले घटेर चाहिँ 2751.42 अङ्कमा ओर्लिएको थियो अथवा 2751.42 अङ्कमा चाहिँ ओर्लिएको थियो। सोमबार सूचक मात्रै घटेन, कारोबार रकम पनि भत्तै घटेको छ। पछिल्लो समय दैनिक 10 अर्बको काम हुँदै आएकोमा सोमबार कारोबार रकम चाहिँ 8 अर्बको लाइनमा चाहिँ झरेको हो। एकै दिनमा चाहिँ 2 अर्बले चाहिँ के गर्यो त कारोबारको रकम चाहिँ घटेको थियो। लगानीकर्ताले यति बेला जे जति मूल्य आउँछ त्यतिमा नै शेयर बेचिरहेका छन् र शेयरबाट चाहिँ बाहिर निक्लिन खोजिरहेका छन्। बटाबट जति मूल्य आउँछ जति पर्छ त्यतिमै बेचिरहेका छन्। लगानीकर्ता पछिल्लो समय चाहिँ निकै अतालिएका छन्। शेयर बजार घट्नुपर्ने कुनै ठोस कारण त छैन, तर लगानीकर्ताको मनोविज्ञानले चाहिँ ठुलो भूमिका खेलिरहेको हुन्छ शेयर बजार चाहिँ घट्नुमा। घट्ने क्रम नरोकिँदा लगानीकर्ता पनि प्यानिक बनिरहेका छन्। यसबीचमा खास अहिले शेयर बजार के कारणले घटिरहेको भन्दा लगानीकर्ताका अगुवाहरूले 3 कारणहरू चाहिँ औलाएका छन् है। 3वटा कारण चाहिँ मुख्य रहेका छन्, जसमा सबैभन्दा पहिले तर पछिल्लो समय राजनीतिक वृत्तिमा आउन सक्ने अस्थिरता र राजा आउने भन्ने कुरा चाहिँ एकदमै विशेष छ शेयर बजार चाहिँ घट्नुमा है। जुन चाहिँ राजनीतिक अस्थिरता रहेको छ, राजा ल्याउने राजा फर्काउने भन्ने कुराहरू रहेको छ, त्यो चाहिँ एकदमै महत्त्वपूर्ण रहेको छ शेयर बजार चाहिँ निरन्तर घट्नुमा। र अर्कोमा चाहिँ नेपाल धितोपत्र बोर्डले सूचीकृत 4 इन्भेस्टमेन्ट कम्पनीले दोस्रो बजारमा शेयर किन्न नपाउने विषय उजागर गरेकाले चाहिँ लगानीकर्ता कन्फ्युजमा परेको कारण पनि यो शेयर बजार घट्नुको चाहिँ अर्को कारण चाहिँ बनेको छ भने तेस्रो कारण भने राजनीतिक वृत्तिमा देखिएको अन्योलता। केही ठुला खेलाडीले खेल्न खोज्दाखेरि चाहिँ शेयर बजार चाहिँ घटेको छ है। राजनीतिक वृत्तिमा चाहिँ देखिएको अन्योलतामा जसमा चाहिँ केही ठुला खेलाडीले चाहिँ खेल्न खोज्दाखेरि चाहिँ के गरेको छ त भन्दाखेरि शेयर बजार चाहिँ निरन्तर रूपमा चाहिँ घटिरहेको छ। अब सामान्यतया चाहिँ शेयर बजार घट्नु स्वाभाविक कुरा हो, कहिले घट्छ कहिले बढ्छ हैन। तर अहिलेको घटाइ अलि नै बढी अस्वाभाविक खालको चाहिँ घटाइरहेको छ। अहिले राजनीतिक वृत्तिमा राजा आउने र आन्दोलन हुन सक्ने आकलन केही लगानीकर्ताले गरिरहेका छन्, तर त्यस्तो हुने सम्भावना चाहिँ निकै कम छ, किनकि राजा आउने भन्दैमा राजा आइहाल्ने होइन कि यो माइत गएको श्रीमतीलाई फर्काएर लिए जस्तो चाहिँ राजा ल्याउन चाहिँ सजिलो चाहिँ छैन। यो कुरामा चाहिँ ढुक्क हुनु होला है त। आउनुस् राजा ल्याउँछु भन्दैमा चाहिँ के गरिदिन्छ त राजा चाहिँ ल्याइहाल्न सक्ने चाहिँ होइन। तर लगानीकर्ताले चाहिँ अलिक कम बुझेर चाहिँ अहिले के गरेको छ त, जसको चाहिँ मनोवैज्ञानिक प्रभावले गर्दाखेरि के गरिरहेको छ त भन्दाखेरि शेयर बजार चाहिँ घटेको छ। र अर्कोतर्फ चाहिँ इन्भेस्टमेन्ट कम्पनीलाई दोस्रो बजारमा कारोबार गर्न रोक लगाएको भन्ने एक थरी लगानीकर्ताको बुझाइरहेको पाइयो र जसले गर्दा पनि के गरेको छ शेयर बजार घटेको छ। नेपाल इन्भेस्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले चाहिँ यो कुरा चाहिँ बताएका छन् है। अर्को चाहिँ अगुवा लगानीकर्ता छोटेलाल रौनियारको पनि विश्लेषण उस्तै नै रहेको छ। केही दिन अघिसम्म चाहिँ गभर्नर जाने भन्ने हल्लाले पनि शेयर बजार चाहिँ 9 दिनसम्म चाहिँ के गरेको थियो त भन्दाखेरि बढाइयो। तर 9 दिन बढेको शेयर बजार घट्नु स्वाभाविक पनि हो, किनकि 9 दिनसम्म बढेको छ, अब 6 दिनसम्म घटेको छ हैन। तर अहिले जसरी घटिरहेको छ त्यो भने राम्रोको सङ्केत होइन है। अर्कोतर्फ चाहिँ पोलिटिकल मुभमेन्टले पनि बजारलाई चाहिँ अस्थिर बनाइराखेको छ र अहिलेको सरकारको कुनै ठेगाना छैन भन्ने जस्ता कुराहरू बजारमा आएको कारणले पनि के गरेको छ त भन्दाखेरि शेयर बजारमा चाहिँ निकै प्रभाव परेको छ। यसमा घट्नमा चाहिँ निकै यसले के गरेको छ प्रभाव परेको छ है। र त्यस्तै गरी के छ त भन्दाखेरि अहिले बजारका खेलाडीहरू चाहिँ खेल्ने हैन शेयर बजारमा खेलिरहेका छन् र पहिलेको सामान्य होला भनेर चाहिँ ठुला खेलाडीले चाहिँ राजनीतिक अस्थिरता देखाएर चाहिँ बजार घटाउन खोजे। तर अहिलेको लगानी अहिले चाहिँ उनीहरूले नै लगातार
घटेपछि कसरी सम्हाल्ने भनेर चाहिँ उनीहरू नै पुगेका छन्। जसले चाहिँ घटाउन थाले उनीहरू चाहिँ कसरी सम्हाल्ने त शेयर बजारलाई भन्ने चाहिँ उनीहरूलाई पनि चिन्ता लागिरहेको छ। र अर्कोतर्फ चाहिँ ठुला खेलाडीले त्यस समयमा खेल्न खोजेको र जसले गर्दाखेरि चाहिँ शेयर बजार के गरेको त लगातार घट्नु परेको हो, जसमा चाहिँ राजा आउने कुरा विशेष रह्यो। त्यस्तै गरी चाहिँ अब अन्य कुराहरू विभिन्न मनोवैज्ञानिक कुराहरू चाहिँ शेयर बजार घट्नुमा रह्यो। र त्यस्तै गरी अब हामीले पछिल्लो क्रममा चाहिँ काठमाडौँमा चाहिँ 2 महिनासम्म 5 जना भन्दा बढी चाहिँ कुनै पनि ठाउँमा भेला हुन नपाउने भन्ने एउटा चाहिँ निषेधाज्ञा जारी गरिएको छ। र यसले चाहिँ अब राजाको लागि आन्दोलन हुँदैन कि भन्ने सङ्केत पनि दिन्छ र यसबाट केही प्रभाव पर्छ कि शेयर बजारमा चाहिँ अलिकति माथि उठ्न सक्छ कि भन्ने पनि आशा गर्न सक्छौँ। हस्त भिडियो कस्तो लाग्यो च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनु होला। अर्को भिडियोको साथमा फेरि आउँछौँ। अहिले भने बिदा हुन्छु। नमस्ते।